कति नै आउँछ नमस्ते साथीहरू, आज फेरि एउटा घटना घटेको छ गोलबजारमा। त्यो भाइले पढ्दै गर्दा ग्यास सकिँदाखेरि ग्यास भराउन गएको थियो। त्यही क्रममा प्रहरी साथीले गोली हानी हत्या गरेको छ। के प्रहरी साथीसँग त्यो विकल्प मात्र छ र? के हाम्रो सरकारसँग त्यो विकल्प मात्र छ एउटा मेटल बुलेट हानेर त्यो परिस्थितिलाई नियन्त्रण गर्ने? के उहाँहरूसँग वाटर क्यानन छैन? के उहाँहरूसँग टियर ग्यास छैन? के उहाँहरूसँग लट्ठी छैन? बरु लट्ठीले पिट्दा पिट्दा हातै भाँच्दा हुन्थ्यो, खुट्टै भाँच्दा हुन्थ्यो, टाउको नि फुट्ने गरी हान्दा हुन्थ्यो। कसैको जानै लिनुपर्ने आवश्यक थियो र? आज के बित्दै होला त्यो परिवारमा जसको छोरा गुमेको छ, जसको भाइ गुमेको छ, जसको भतिजो गुमेको छ? के हुँदै होला त्यो परिवारमा? के हुँदै होला त्यो समाजमा? के बित्दै होला? कसरी सम्झेर अरूलाई आँसु आउँदैछ सरकार? तपाईहरू के हेरी बस्दै हुनुहुन्छ? के फरक छ अहिलेको सरकार र त्यो भदौभन्दा अगाडि बसेको सरकार? थाहा छ नि, भदौ 23 र 24 गतिको जेनजी आन्दोलन, जुन अर्थमन्त्री र प्रधानमन्त्रीलाई लखेडी हानेको थियो, त्यो तपाईहरूले नै गराउनु भएको हो। याद राख्नुहोस्। के फरक भयो जब ज्यानै लिनु पर्यो भने? अहिले के हेर्दैछ सिरामा? माननीय बब्लु गुप्ताज्यू, माननीय शिवशङ्कर यादवज्यू, पुरुषोत्तम यादवज्यू, तपाईहरू कमसेकम सन्देश दिनुहोस् न। आफ्नो जनताले कमसेकम सन्देश दिनु न, कसरी नियन्त्रण हुन्छ, के गर्नुपर्छ। न त तपाईहरूको कुनै चासो हेरिरहेछ। जनता मरिरहेछ, तपाईहरूले मार्गदर्शक बनेर हेरिराख्नु भएको छ। प्रधानमन्त्री आफ्नो ठाउँमा बसेर आनन्दले स्ट्याटस लेखिराख्नु भएको छ। मान्छेको ज्यान जाँदैछ यार, यो सानोतिनो कुरा होइन। दोषीलाई अर्को घटना घटेपछि त्यो दोषीलाई कारबाही पनि भएको छैन, अर्को घटना घटिसक्यो। यसरी कति दिनसम्म चल्दै बस्छ? आज सिरामा भएको छ, भोलि जनकपुरमा हुन्छ, निकर्सी पर्सि वीरगन्जमा हुन्छ, काठमाडौँमा हुन सक्छ। आखिर तपाईहरू किन कछुवाको गतिमा चलिराख्नु भएको छ? छानबिन समिति गठन गरेपछि क्विक रेस्पोन्स किन छैन? यो सरकार चेन्ज गरेर जनताले के फाइदा भएको छ? दुईटा पोइन्ट भनिदिनुहोस् न।